प्रहरीले तपाईहरुलाई हतकडी लाउनुपर्छ। त्यो तपाई के लयर हो? म एउटा देशको जिम्मेवार व्यक्ति हो। कसरी जिम्मेवार? तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन। कसरी इरेस्पोन्सिबल? कसरी रेस्पोन्सिबल? तपाईले नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन? जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन? तपाईले म नेतृत्व हो भनेर तपाई यत्रो पत्रकार सम्मेलन गरेर भन्दै हुनुहुन्छ। खैर एउटा प्रश्न के क्वेशन गर्नु भएको? तपाईलाई सजिलो लाग्ने क्वेशन मतलब क्वेशन हुँदैन सर। यस्तो हावाको यो देश आज जुन स्थानमा छ नि तपाईहरु जस्ता अराजक व्यक्तिहरुले गर्दाखेरि भएको। अराजक कुन आधारमा भन्नुभयो? कुन आधारमा? कुन आधारमा भन्नुभयो? यत्रा तोडफोड आगजनी यत्रा तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन? जिम्मेवार तपाई बन्नुपर्छ। उले मलाई चाहिँ म अक्युज्ड हो भनेर भन्यो। किन हैन? किन होला हो भन्दिन त कसरी? तपाई हैन यस्तो हो। भगौडा दियो मैले सुरुमै भने किनकि तपाईले आह्वान गर्नुभयो माहौल चाल्नुभयो तर आफै व्यापार गरेर बस्नुभयो। तपाईलाई नैतिक कुन नैतिकताले दिन्छ कि म जेनजी हो भनेर अहिले सरकार सामु यस्तो खालको माग गर्न? हैन यस्तो तपाईको शब्द चयन चाहिँ के गाह्रो हो? यो कुरामा चाहिँ रेस्पेक्टफुल पनि हुन सक्छ। तपाई किन आउनु भएन भनेर तपाईले भन्नुभयो भने म एकदम सरल तरिकामा तपाईलाई जवाफ दिन सक्छु। हेर्नुस् है, अब त्यो भन्नुभयो म यसको एन्सर गर्छु। भगौडा चाहिँ हैन बसेको किन भन्दाखेरि चाहिँ सुन्नुस् है, अब मैले खासमा त्यो कुरा क्ल्यारिफाई पनि गरिसकेको छु है। मेरो ज्यानमा चाहिँ धेरै धम्की आयो तर म बिजनेस चाहिँ व्यापार गर्दै बसेन, म त्यहाँ हेर्दै बसेको। मेरो एउटा मात्र समूह थिएन नि त। मेरो त ल यो चाहिँ विश्वासले पनि भन्छ है, मेरो उ पनि थियो। हैन तपाईले जवाफ दिनुस् न। तपाई सुन्नुस् न, हामी हैन सुन्नुस् न, हैन सब प्रशासन छ। तपाईले भनेको भरमा विश्वास गर्नुपर्ने। उहाँको भरमा भनेको भरमा विश्वास गर्नु पर्दैन। हैन यो प्रश्न मिराजीलाई हो। मिराजीलाई कृपया उहाँ हामी एउटा सहायकले दिनु पर्दैन यो जवाफ। ठीक छ मिराजीलाई यो प्रश्न किनकि यो देशमा आज आगो बलेको छ। आज पाउनुपर्ने सरकारी सेवा सुविधा जनताले पाएका छैनन्। तपाईहरुले म नेतृत्वकर्ता हुँ भन्दै गर्दाखेरि यसको भागीदार तपाईहरु हो कि हैन? तपाईहरु कानुनी कठघरामा उभिनु पर्छ कि पर्दैन? के को भागीदार भन्नुभयो? सरकारी संरचना जलाइएका छन्, व्यक्तिका घर तोडफोड गरिएको छ। यसको कसले गर्छ यसको क्षतिपूर्ति? यसको क्षतिपूर्ति यसमा घुसपेट भएको भन्ने कुरा तपाईले बुझ्नु भएको कि छैन? तपाईले क्वेशन सोध्नु भएको छ। घुसपेट कसले गरेको भनिदिनुस् न त। घुसपेट त्यसको लागि त छानबिन आयोग गठन भएको छैन भन्नु त। त्यो तपाईले भन्न सक्नुहुन्छ अहिले? तपाईले भनिदिनु पर्यो नि कसले गरेको। तपाईले नेतृत्व सम्हालेको मान्छेले घुसपेट गरेको जिम्मेवारी पनि लिनुपर्छ। मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने? पानी माथिको उभार्न हुन पाइदैन विराजी। मैले नेतृत्व गर्ने मलाई त्यति भनिदिनुस्। तपाईले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो। छानबिन मैले गर्ने हो भन्नुस् त मलाई। तपाईहरु सरकार बनाउनुहुन्छ, त्यही सरकारको विरोध गर्नुहुन्छ, सडक उचाल्नुहुन्छ, किन गर्नुहुन्छ यस्तो? क्वेशन नै इलोजिकल भयो सर। कसरी के कस्तो क्वेशन गर्नुपर्ने तपाईलाई भन्नुस् त? गर्ने कि छानबिन आयोगले गर्ने? छानबिन आयोगले गर्छ, जिम्मेवारी तपाईले लिने कि नलिने? उसले इन्भेस्टिगेसन गरेर रिजल्ट निकालेपछि राम्रो काम हाम्रो कारण नराम्रो काम अर्कोको कारण भनेर तपाई प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईको नैतिकता के हो भन्नुस्? तपाई को हो आखिर? राम्रो कारण तपाई कुन स्थानको जेनजी हो? को हो? तपाईले पत्रकार सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ। बजारमा धेरै खालका जेनजी छन्, तपाई कुन प्रकारको जेनजी हो भनिदिनुस् ल। तपाई मलाई कुन कुन प्रकारका जेनजी छन् भन्नु? धेरै छन् जेनजी। के होला दुई चारवटा प्रकार भनिदिनुस्। कस्तो प्रकार? 2.2 देखि लिएर यहाँ त अनेक खालका जेनजी भनेको जेनजी खासमा त एउटा युवा यो एज ग्रुप हो। जेनजी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर। अनि अब मेरो ढुङ्गानालाई मेरो प्रश्न के हैन एकचोटी पर्खिनु, उहाँलाई क्ल्यारिफाई गरे ल। तपाईको नैतिकताले के भन्छ भन्नु? मेरो नैतिकताले तपाईहरुले जुन कार्य गर्नु भने देशमा उधुम मचाउनु भने तोडफोड आगजनी गर्नु भने यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेहरुले लिनुपर्छ।